युरोप प्रवेश अब झनै छिटो र सजिलो बन्नेछ। युरोपेली सङ्घले ट्राभल टु युरोप नामक एप सार्वजनिक गरेको छ, जसले गैर EU नागरिकहरूलाई सीमा पार गर्नु अघि नै आफ्नो पासपोर्ट विवरण र सेल्फी अपलोड गर्न अनुमति दिन्छ। यस प्रणालीले एन्ट्री एक्जिट सिस्टम अन्तर्गत कार्य गर्नेछ, जसले सीमा जाँच प्रक्रियालाई द्रुत, सहज र आधुनिक बनाउनेछ। एप प्रयोग गरेपछि सीमा अधिकारीहरूले आवश्यक जानकारी पहिले नै प्राप्त गर्ने भएकाले यात्रुहरूलाई लामो लाइनमा पर्खनुपर्ने अवस्था कम हुनेछ। यो सुविधा सन् 2025मा स्विडेनको अर्लान्डा एयरपोर्टबाट सुरु हुनेछ। 2026 सम्म यो फ्रान्स, इटली र नेदरल्यान्ड्स जस्ता देशहरूमा पनि विस्तार गरिनेछ। पोर्चुगल, ग्रिस र हङ्गेरीले पनि यो एपमा चासो देखाएका छन्। यात्रुहरूका लागि यो एप प्रयोग ऐच्छिक हुनेछ, तर फ्रन्टेक्सले चाँडै अपनाउन प्रेरित गरिरहेको छ। यद्यपि पासपोर्ट आवश्यक नै रहनेछ। यो एप सीमा प्रक्रिया हटाउने होइन, छिटो पार्ने हो।